आज म CTBT को इन्ट्रान्समा फ्रिक्वेन्टली केही सोधिराख्ने क्वेसनहरु तपाईहरुलाई सोलुसन गर्न सिकाउन गइरहेको छु जुन चाहिँ म्याथको अलजेब्रा भन्ने पोर्सनबाट हो। प्रायः जसो सबै विद्यार्थीलाई अलजेब्रा भन्ने चाहिँ हाम्रो चाहिँ सजिलो लाग्छ। सजिलो लागे तापनि विद्यार्थीहरुलाई कहिलेकहिले प्रोब्लम हुन सक्छ किनकि इन्ट्रान्स भन्ने बित्तिकै इन्ट्रान्समा जब विद्यार्थी छिर्सक्ने बिद्यार्थीले आफूलाई चाहिँ प्रेसर फिल गर्न थाल्छ। त्यो प्रेसर फिल गरेको कारणले गर्दाखेरि सजिलो भन्दा सजिलो क्वेसनहरु पनि उले गर्न सक्दैन किनकि उसको माइन्ड ब्लाइन्ड हुने कन्डिसन म्याक्सिमम हुन्छ है। अझ तपाईहरुको अब यस्तो कन्डिसनमा यदि विद्यार्थीको माइन्ड चाहिँ ब्लाइन्ड भयो त्यस्तो कन्डिसनमा चाहिँ हामीले चाहिँ इन्ट्रान्समा कसरी चाहिँ अर्को मेथडबाट इजी मेथडबाट सोलुसन गर्न सक्ने अथवा हामीले प्रोसेस बिर्सियो, प्रोसेस आएन, स्टेप आएन, हिजो सरले सिकाए जस्तो स्टेप आएन भने हामीले कसरी यसलाई इजी वेमा गर्न सकिन्छ त्यो इजी वे चाहिँ म तपाईलाई फाइन्ड आउट गरेर तपाईलाई सिकाउन गइरहेको छु। आउनुस् हेर्नुस्। ल क्वेशन नम्बर 1 को म सोलुसन गर्न चाहन्छु। हिजो हामीले प्रोसेस अनुसार गरे अनुसार चाहिँ त्यो पनि इजी छ, यो पनि गाह्रो होइन, इजी छ, सबैभन्दा इजी मेथड छ है। म बोथ मेथडबाट तपाईलाई सिकाउन चाहन्छु। यदि तपाईहरुले यो प्रोसेस बिर्सिनु भने अब नेक्स्ट स्टेप तपाईलाई सिकाइदिन्छु। यसलाई ब्रेक गर्नुस्। यो कमन छ, (24) हुन्छ, मल्टिप्लाई छ, नेक्स्ट साइड लाग्दा डिवाइड हुन्छ, 1 हो, 1 कतिखेर हुन्छ 5 को पावर 0 n = 0। द करेक्ट अप्सन इज n को भ्यालु के आयो 0 आयो। अप्सन के हुन्छ ए इज द करेक्ट अप्सन। बट तपाईहरुलाई यो प्रोसेस आउँछ भने यो गर्दा बेस्ट। यदि तपाईले इन्ट्रान्समा तपाईले गर्दा यो प्रोसेस गर्न आएन, ना सोलुसन गर्न आएन है, यसको जस्तो सुकै क्वेशन हो, सजिलो खालको क्वेशन भएन, लास्टमा 18 को क्वेशन दियोस् या जस्तो सुकै होस्, तपाईहरु प्रोसेस बिर्सिनु भयो, तपाईलाई स्टेप आएन भने टेन्सन लिइराख्नु पर्ने जरुरी छैन किनकि हामीसँग अर्को चेकिङ मेथड पनि छ। हामीसँग हामीले मेन कुरा बुझ्नुपर्ने कुरा के हो भने क्वेशन पढ्ने हामीले m को भ्यालु निकाल्नु पर्ने। m को भ्यालु कहाँ छ त्यही अप्सनहरुमा छ, तर कुन चाहिँ अप्सनमा भएका m को भ्यालुहरु चाहिँ करेक्ट हो भन्ने कुरा मात्र हामीले खोज्नु पर्ने हो। ल अप्सन नम्बर ए देखि सुरु गरौँ। 0 5 यहाँ छ 24। अब हामीले यो m को भ्यालु हो, m को भ्यालु हो, यो हालै जाउँ कुनमा चाहिँ करेक्ट m को भ्यालु आउँछ 25 - 1 24 = 24। त करेक्ट इक्वेसन के आयो 24 = 24 भनेपछि हामीले m को भ्यालु हाल्दाखेरि चाहिँ क्वेशनमा m को भ्यालु हाल्दाखेरि चाहिँ बराबर इक्वेसनमा आयो भनेपछि के हुन्छ द करेक्ट अप्सन इज ए। हामीले यो प्रोसेस आएन भने पनि हामीले एन्सरलाई चाहिँ चेकिङ गरेर चाहिँ एन्सरलाई चाहिँ क्वेशनमा हालेर चाहिँ कुनमा बराबर इक्वेसन आउँछ त्यो तरिकाले हेरेर पनि हामी गर्न सक्छौं। त्यसैगरी क्वेशन नम्बर 2 पनि सोल्युसन गर्न चाहन्छु। क्वेशन नम्बर 2 हामीले एउटा वे थाहा पाइसकेपछि अब त्यही वेबाट हामीले सकेसम्म म त्यही वेबाट प्र्याक्टिस गराउन चाहन्छु। यी सबै एन्सरहरु चाहिँ x को भ्यालु हो, तर कुन चाहिँ करेक्ट x को भ्यालु हो भन्ने कुरा हामीले फाइन्ड आउट गर्नुपर्ने हो हैन त। मैले अप्सन नम्बर ए बाट ट्राई गरे। +1 0 के हुन्छ 2 1 0 -7 = 0। यो इक्वेसन करेक्ट छ छैन भनेपछि अप्सन नम्बर ए चाहिँ ठीक छैन। बी नम्बरमा जाउँ। 1 1 + 1 4 0 6। यो इक्वेसन करेक्ट छ छैन भनेपछि यो पनि अप्सन ठीक छैन। अप्सन नम्बर सी मा जाउँ। 2 यो इक्वेसन करेक्ट छ छैन भनेपछि यो पनि ठीक छैन। लास्ट हामीसँग के बाँकी रह्यो 3। हामीले हिसाबै नगर्दा पनि हुन्छ 3 चाहिँ करेक्ट एन्सर हो, तर पनि त्यही पनि ट्राई गरौँ हामीले यो कसरी करेक्ट हुन सक्छ। (0 = 0) इक्वेसन करेक्ट कुनमा आयो
0 इज इक्वल टु 0। त्यही भएको कारणले गर्दा हामीले हेरौँ अप्सन नम्बर ए मा 0 भ्यालु हाल्दा -7 इज इक्वल टु 0 आयो। यो इक्वेसन करेक्ट छ है छैन, त्यो भएको कारणले गर्दाखेरि चाहिँ यो अप्सन हुनै सक्दैन। त्यसैगरी अप्सन नम्बर बी मा 1 हाल्दा भ्यालु हाल्दाखेरि -6 इज इक्वल टु 0 आयो। यो अप्सन हुनै सक्दैन। त्यसैगरी अप्सन नम्बर सी मा भ्यालु 2 छ, भ्यालु 2 हाल्दाखेरि हामीले चाहिँ के आयो भन्दाखेरि चाहिँ -4 आयो। यो पनि -4 इज इक्वल टु 0 आयो। यो पनि करेक्ट फर्ममा छैन भनेपछि अप्सन नम्बर सी हुन सक्दैन। डी लाई हाल्यो अब लास्ट 1 पनि ए पनि मिलेन, बी पनि मिलेन, सी पनि मिलेन, बाँकी के रह्यो? डी रह्यो। डी त 100% हो, त्यही पनि ट्राई गरौँ कसरी 100% हो। यो पनि नमिलिदिन सक्छ नि त है। हेरौँ 3 को भ्यालु हाल्दाखेरि हामीसँग 0 इज इक्वल टु 0 आयो। त्यो भएको कारणले करेक्ट अप्सन चाहिँ के हुन्छ हामीसँग? डी हुन्छ। डी मा भएको भ्यालु 3 हुन्छ। हामीले के बुझ्नु पर्यो भने यदि हामी विद्यार्थीहरूलाई चाहिँ हामी स्टुडेन्टहरूलाई चाहिँ यदि इन्ट्रान्समा चाहिँ गर्दा गर्दै चाहिँ तपाईहरुलाई चाहिँ सोलुसन गर्न गाह्रो भयो, त्यसलाई प्रोसेस त्यसको आएन, स्टेप आएन अथवा बिर्स्यो भने हामीले एन्सरमा भ्यालु निकाल्नु पर्छ। जस्तो सुकै क्वेशन होस् यसको भ्यालु निकाल्नु पर्ने छ भने एन्सरमा भएको भ्यालु क्वेशनमा हामीले जुनमा बराबर आउँछ त्यो एन्सर हामीले बुझ्नु पर्ने। यो अलजेब्रा भन्ने च्याप्टरको म्याक्सिमम भ्यालु निकाल्नेहरुको क्वेशनको सोलुसन भन्ने कन्सेप्ट चाहिँ हामी त्यसैबाट बुझ्छौं। हस्।